नमस्ते मेरो प्यारा सब्सक्राइबर्सहरू के छ त हालचाल। एन्ड यो भिडियो तपाईँहरूकै डिमान्डमा हो, किनभने तपाईँले चाहिँ आफ्नो क्राइटेरिया पुरा गरिदिनु भयो, जुन कि हाम्रोद्वारा दिइएको थियो कि हाम्रो सब्सक्राइबर्सको क्राइटेरिया पुरा गरिदिनुहोस्, एन्ड तपाईँले गरिदिनु भयो। त्यही भएर अबदेखि हरर भिडियो पनि यही च्यानलमा अपलोड हुन्छ होइन। सो यो चाहिँ स्टोरी यस्तो हो कि म नाम चाहिँ लिदिनँ होइन, जसको जो हो एक्चुअलको यो स्टोरी मलाई भन्ने, म उनीहरूको चाहिँ नाम लिदिनँ होइन। अनि यो रियल स्टोरी हो हाम्रो सब्सक्राइबरको। मैले भनेको थिएँ हामीलाई जिमेल गरिदिनु, एन्ड एक्ज्याक्टली रातिको 1 बजेतिर यो जिमेल मलाई आएको थियो होइन। आई डोन्ट नो अबाउट द्याट कि कसरी किन, बट जे थियो त्यो स्टोरी म ट्याक्क यही सुनाइदिन्छु कि हाम्रो इलामको छेउछाउमा बस्ने एउटा राजन भन्ने एउटा केटा थियो। त्यो चाहिँ आफ्नो इम्प्लोइ थियो होइन। घरमा आफ्नो बस्थ्यो वस्तो खान्थ्यो खेल्थ्यो, लेकिन ठिक्कको इम्प्लोइ थियो कि लाइक यस्तो इम्प्लोइ थियो कि त्यो एकदम लोयल, आफ्नो कम्पनीको लागि एकदम लोयल बस्ने अनि सबै कामहरू गर्ने टाइपको इम्प्लोइ थियो। एन्ड त्यसको एउटा कम्पिटिटर थिए रिना पनि आफ्नो राजनको कम्पिटिटर थियो होइन। त्यसले पनि एक्ज्याक्टली त्यस्तै वर्कहरू गर्थे जे हाम्रो राजनले गर्थ्यो। ओके, सो यिनीहरू दुईवटा चाहिँ एक दुसरेको कम्पिटिटर थियो होइन। लेकिन टाइमको सँगसँगै यिनीहरू एक दुसरेलाई मन पराउन थाले, एन्ड द्याट आफ्टर यिनीहरूले बिहे गरिहाले। यो हेरेर कम्पनीमा धेरै मान्छेहरू रिसाए पनि, किनभने इम्प्लोइ बिहे गर्न पाइँदैन टाइपको सिन थियो त्यो कम्पनीमा। तर पनि उनीहरूले बिहे गरे। बिहे गर्नको लागि यिनीहरू धरान आए। धरानमा मजाले बसेर बिहे गरे होइन। डेस्टिनेसन वेडिङ गरे, त्यसपछि यिनीहरू आफ्नो घर फर्के। यिनीहरूको प्यारेन्ट्स पनि मानिहाल्यो चाहिँ कास्टको केही प्रब्लम थिएन, किनभने यिनीहरूको फ्यामिली एजुकेटेड फ्यामिली थियो। त्यसपछि जब टाइम बित्दै गयो, एन्ड द्याट आफ्टर एकपल्ट चाहिँ यिनीहरूसँग यस्तो सिन भयो कि जब रिना काम गरेर अफिसबाट रिटर्न आइरहेथी घर, एउटा ट्रकले त्यसलाई ठोकिदियो स्पट। त्यो हस्पिटलको छेउमै थियो कि त्यसलाई हस्पिटल लगे, बट त्यो 3 दिनको हस्पिटलको बेड रेस्टको बाद त्यो डेथ डिक्लाइन भइहाल्यो। मिन्स त्यसलाई बचाउन सकिएन। एन्ड देन आफ्टर रोहन हाम्रो राजन धेरै रुन थाल्यो। एन्ड रिनाको भाइ रोहन आयो अनि भन्यो अब के गर्नुपर्ने हो तपाईँहरू गरिहाल्नु होला, अनि हामी पनि अब यहाँबाट हिँड्छौँ भन्थे। रोहनको त्यो राजनको भाइ रोहन चाहिँ रिनाको भाइ रोहन चाहिँ, म के भन्दैछु यार, रिनाको भाइ रोहन चाहिँ गइहाल्यो। एन्ड देन हाम्रो यो जुन राजन छ त्यो यति धेरै रोयो कि सोध्नु होइन, बिकज त्यसले चाहिँ 1 महिना पनि भएको थिएन उनीहरूको बिहेको। द्याट मोमेन्टमा त्यसले आफ्नो वाइफ खोइदिएको थियो। ओके, अनि यस्तो हुन थाल्यो, त्यसले आफ्नो फेरि नर्मल लाइफमा आउन थाल्यो। 2-3 महिनापछि त्यो आफ्नो नर्मल लाइफ एक्सपेन्ड गर्न थाल्यो, बिताउन थाल्यो। त्यसपछि त्योसँग यस्तो भयो कि त्यो जब बाहिर गइरहेको हुन्थ्यो तब घर आउँदाखेरि आफै कफी बनेको हेर्थ्यो, नभए खाना बनेको हेर्थ्यो। त्यसलाई लाग्यो मेडले आएर बनाएर जाँदै थिए, कामवाली आएर बनाउन जाँदै थिए। बट एक्चुअलमा त्यो कुनै कामवाली थिएन, त्यो थिए रिनाको आत्मा। या एक्चुअली त्यो रिनाको आत्माले आएर गरेर जान्थे। बट यो कुरा हाम्रो राजनलाई थाहा छैन। यसले आफ्नो आएर मजाले चिया नास्ताहरू खाँदैछ, सुत्दैछ, मोबाइल हेर्दैछ, याद गर्दैछ, त्यसलाई रुँदैछ, बसिरहेछ। यस्तै यसको दिनचर्या डेलीको चलिरहेको थियो। एकपल्ट यस्तो भयो कि यो रातिको ठ्याक्क 1 बजेतिर घर आयो घुमफिर गरेर। एन्ड देन यसले हेऱ्यो तब पनि खाना एकदम ताजा छ। यसले आफ्नो मेडलाई फोन गरेर सोध्यो त्यो दिन तैँले आएर खाना बनाएर गएको। अनि यसको मेडले भने होइन सर, तपाईँले मलाई 1 महिना अगाडि कामबाट निकालिदिनु भएको थियो त। यो सुन्ने बित्तिकै त्यो सक भयो। हाम्रो राजन सक भयो कि मैले तँलाई कब निकालेँ, मतलब त यति दिन खाना बनाइरहेको थिइनस् मेरो लागि। एन्ड त्यो कामवाली मेडले भने होइन मैले बनाइरहेको थिइनँ त, म घरमै आएको छुइनँ, इभन म त्यो छेउमै छुइनँ तपाईँको, त्यो एरियामै छुइनँ तपाईँको। यो सुनेर हाम्रो राजन धेरै सक भयो। यसलाई जोरको झट्का लाग्यो। तब कसले बनाएर जान्थ्यो। अनि दिनबटी दिन त्यसको घरमा फेरि सुपर नेचुरल एक्टिभिटी धेरै हुन थाल्यो। लाइक कहिलेकाहीँ आफ्नो झन्डा झरिहाल्थ्यो, कहिलेकाहीँ त्यसको फोटो झरिहाल्थ्यो, कहिलेकाहीँ के भइहाल्थ्यो टाइपको सिन हुन थाल्यो। त्यसलाई लाग्यो एक्चुअलमा पैसा, र त्यो पूजापाठ गराउन थाल्यो घरमा। पूजापाठ गरायो, तन्त्र हवन नवन सबै गरायो। अनि त्यसपछि 1-2 दिन त शान्ति भइहाल्यो फेरि। अनि त्यसपछि फेरि त्यसको घरमा त्यो एक्टिभिटिजहरू एप्लाई हुन थाल्यो, फेरि हुन थाल्यो त्यो एक्टिभिटिजहरू। त्यो मोमेन्टमा त्यसले सोच्यो म घर चेन्ज गरिहाल्छु भनेर। त्यो जुन घरमा बस्थ्यो त्यसको साइडमा अझै एउटा अपार्टमेन्ट खाली थियो, त्यो गइहाल्यो त्यो अपार्टमेन्टमा बस्नको लागि। अब त्यसले आफ्नो घर सिफ्ट गरिसकेको छ। देन अल्सो त्यसलाई आफ्नो वाइफको
पर्फ्युम लगाउने स्मेल आउँथ्यो, नभए फेरि खानाहरू बनिहाल्थ्यो। यो सोचेर त एकदम सक हुन थाल्यो। त्यसले एक दिन आफ्नो घरमा पार्टीको एरेन्जमेन्ट गर्यो। सबै केटाहरू थियो। जब केटी त्यसको साथीहरू आउन थाले तब अचानक बिजुली चम्किन थाल्यो, पानी पर्न थाल्यो होइन। भित्र लाग्यो यस्तो कोही रिसाएको छ, यति जोडले आवाज आयो, सबजना घर छोडेर भागिहाल्यो। अनि त्यसपछि राजन त्यही बेहोस भइहाल्यो। अर्को दिन जब त्यसको मम ड्याड आयो घरमा, त्यो अलग बिहेभ गर्न थाल्यो। त्यो भेजिटेरियन केटा ननभेज माग्न थालेको थियो, ननभेज खालि खान ट्राई गर्दै थियो। अनि पूजापाठ खालि गर्ने केटा, त्यसले पूजापाठमा केही मनै लाग्थेन। एन्ड अलगै भोइसमा भन्थ्यो, मलाई मासु ल्याएर दे, मलाई मासु खानु छ टाइप यति भन्थ्यो। अनि त्यसको मम्मी त्यो हेरेर धेरै रुन थाली, बिकज त्यसको मम्मी धेरै सेन्सिटिभ थिए। बट त्यसको ड्याड यति धेरै स्ट्रङ हुन्छ कि त्यसलाई एक झापड लगाउनु भयो भने, यो त गरी के रहेछस्, तँलाई केही होस छ त के गरिरहेछस् भने। बट त्यसलाई केही असरै भएन। त्यो केटा जो एकदम भेजिटेरियन थियो, एकदम एक्कासी त्यही ननभेज खान थाल्यो। ठिक छ, त्यसको ड्याडले सुन्नुभयो, ल ठिक छ, मान्छेको मुड हो, चेन्ज भइहाल्छ, खाँदैछ, केही प्रब्लम छैन। बट त्यसले अनबिलिभेबल बिहेभियर गर्न थालेको थियो। लाइक कहिले त्यो उल्टा सुतिरहेको हुन्छ, कहिले खालि एक्लै बसेर हाँसिरहेको हुन्थ्यो, न त खालि यस्तरी टाइप गर्थ्यो। अनि यो हेरेर त्यसको ड्याड, त्यसको मम धेरै परेशान भइहाल्नुभयो। एन्ड त्यसलाई आफ्नो गाउँ लगिहाल्नुभयो। त्यसलाई गाउँमा लगेर बुझाउने ट्राई गर्नुभयो, सम्झाउने ट्राई गर्नुभयो। बट त्यो सम्झेन, बुझेन। एन्ड त्यसको गाउँमा चाहिँ एउटा बाबा, प्रसिद्ध बाबा हुनुहुन्थ्यो। त्यसले सोच्यो, बाबानिरी, त्यसको मम्मीले सोच्नुभयो त्यो बाबानिरी यसलाई लगौँ। बट त्यसको बुवा धेरै एजुकेटेड हुन्छ, भन्नुभयो होइन यसलाई हस्पिटल लग्ने टाइम हो, यो मेन्टल हुन आँटेको छ, यसलाई हस्पिटल लग्ने टाइम हो, यो बाबानिरी नलग भने त्यसलाई हस्पिटल होइन, त्यसलाई चाहिँ एसाइलममा लग्यो। एसाइलममा लगेर त्यो एकदम नेचुरल नर्मल बिहेभ गर्न थाल्यो, लाइक केही भएकै छैन, रिपोर्टहरू पनि सबै एकदम ठिक छ, केही भएकै छैन। जब त्यो घरभित्र छिर्थ्यो तब फेरि त्यो आफ्नो बिहेभियर देखाउन थाल्थ्यो, मलाई मासु ल्याएर दे, मलाई मासु खानु छ, मलाई मुर्गा खानु छ, मलाई बक्रा खानु छ टाइप त्यसले भन्थ्यो। त्यो रिसमा गएर त्यो घरमा कहिले मिट माछा नबनेको घरमा त्यसले यस्तो कुरा भयो। त्यसको बुवा एकदम रिसमा आएर त्यसलाई 2 झापड फेरि हान्नुभयो र त्यसलाई गएर एउटा रुममा बन्द गरिदिनु भयो। त्यो रुम चाहिँ अलिकति खाली टाइप थियो, पुरै अँध्यारो थियो, खाली टाइप थियो। बट बाहिरबाट चाहिँ रोशनी आउने टाइप, खालि एउटा फर्नेस हुन्छ त्योबाट मात्रै त्यहाँ लाइट आउँदै थियो, त्यस्तो टाइपको थियो। अनि त्यसको बाबाले भन्यो, यसलाई केही भएको छैन, यसले बहाना गर्दैछ, यो ठिक भइहाल्छ। अनि त्यसलाई रातभरिको लागि त्यही छोड्यो। त्यो एकदम ढोका पिट्न थाल्यो, खोल मलाई बाहिर आउनु छ, मलाई मासु दे, मलाई मासु गर्नु छ, मलाई भोक लागेछ टाइप भन्न थाल्यो। त्यसले नर्मल दियो, त्यसले खाना खाएन, नर्मल खाना दिनुभयो, त्यसले आफ्नो नर्मल खाना खाएन। अनि यतापट्टि चाहिँ त्यसको मतलब रिनाको बहिनी त्रिषा त्यसकोनिर आएर हेर्न थाली। यसलाई भयो कि भन्दाखेरि त्रिषालाई हेर्ने बित्तिकै अर्को दिनको कुरा हो। त्रिषालाई हेर्ने बित्तिकै त्यसले भन्यो, हाई त्रिषा, चिनिस् मलाई त्रिषा, यस्तो भन्यो। अब त्यो केटीको भोइसमा चिनिस् मलाई त्रिषा टाइप भन्न थाल्यो। त्यसपछि त्रिषा पनि डराइ। अब त्यसको बुवालाई लाग्यो सचमा यसलाई केही भएको छ, सचमा यसलाई बाबानिरी लग्ने टाइम हो यो। अब त्यसलाई बाबानिरी लग्यो। अब बाबाले त्यसलाई एउटा सिन्दुरको गोलो घेरा खिच्नुभयो, त्यसलाई हुनु त्यसमा बसा। त्यो बस्यो। अब भन्यो, त को होस्, बाबाले सोध्नु, त को होस्, रिना आउमा। यसले भन्यो, केटाले केटीको आवाजमा भन्यो, त्यो हाम्रो राजनले केटीको आवाजमा भन्यो, रिना आउमा। यो सुनेर त्यसको मम ड्याड डराइहाले। बट राजन जोडले मुख फाडेर हा 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 गरेर हाँस्न थाल्यो। यति जोडले हाँसेर त्यसको भोइसले पुरै त्यहाँ छेउछाउका मान्छेहरू पुरा काँपिहाले, आफ्नो कान यसरी बन्द गरिदिन थाले, कोही त त्यहाँबाट भागिहाले, यति जोडले त्यो कराइरहेको थियो। अब त्यसलाई बाबाले मन्त्रहरू हानेर भभूतहरू यसरी छिड्केर त्यसलाई बेहोस पारिदिनु भयो। अब त्यसलाई फेरि घर लग्यो, त्यसलाई घर लगेर बन्द गरिदियो। अब त्यो मासु खाने यति लालच त्यसलाई आइसकेको थियो। अब त्यसले आफ्नै नङलाई हेरे, त्यसले नङ तोडेर आफ्नै छाला छिलेर खान थाल्यो। त्यसको खुन निक्लिरहेछ, त्यो आफ्नो छाला यसरी गरेर पुरै नोची खाँदैछ। त्यसको खुट्टाको छाला धरि त्यो आफ्नो नोचेर खाँदैछ। कहिलेकाहीँ त्यो आफ्नो हात चबाइरहेछ, आफ्नो त्यसलाई मतलब खुदको होस छैन, त्यसले गरिके रहेछ। यो हेरेर त्यसको
आमा धेरै डरायो, त्यसको आमा त्यहीँ बेहोस भइहाल्यो। बट त्यसको बुवाले त्यसको त्यो हरकत हेरेर त्यसको हात खुट्टा यसरी पछाडि गएर बाँधिदिनु भयो अनि त्यसलाई एउटा रुममा राखिदिनु भयो। फेरि त्यो केटाले केटीको भोइसमा भन्यो, त मलाई बाँधेर राख्न सक्छस्, ट्राई गरिहाल, म बनाउनै सक्दिनँ भनेर हाँस्न थाल्यो। यसको बाबा राति 12 बजेको आसपास दौड्दै दौड्दै जानुभयो बाबानिरी, यो सिन हुँदैछ बाबा, के गर्नु भन्यो। बाबाले तब तक त्यसले बाँधेर राख। यो सुनेर त्यसको बुवा अलिकति राहतको सास लिनु, चलो बाबा आउनुहुन्छ, के पूजापाठहरू गर्नुहुन्छ, यसलाई ठिक गर्ने कुनै उपाय बताउनुहुन्छ। यो सिन भइहाल्यो। एट द्याट आफ्टर त्यो घरमा जुन त्यो बन्द थियो रुममा त्यो फर्नेसबाट एउटा मुर्गा भित्र आइहाल्यो। त्यसले त्यो मुर्गालाई कच्चा खाइहाल्यो, कच्चा त्यसले नोची खुन खाइहाल्यो। अनि त्यसको जुन खुन त्यो झरिरहेको थियो त्यो पनि त्यसले चाट्न थाल्यो, पुरा जमिनमा रेङ्गिने त्यो चाट्न थाल्यो। त्यसको खुन त्यो पुरै चाट्न थालेको थियो। एन्ड त्यसपछि त्यो पुरै अनयुजुअल बिहेभियर गर्न थालेको थियो, लगिरहेको थियो। त्यो रजत हुँदै होइन, त्यो हाम्रो रजत हुँदै होइन, त्यो केटा आफ्नो रियल हालतमै छैन। राजन त्यो रियल हालतमै छैन, त्यस्तो टाइपको बिहेभ गर्न थाल्यो। त्यो हेरेर त्यसको बुवा एकदम धेरै डराइहाल्नु। त्यसले 4वटा चेनले बाँधिदिनु भयो। जब त्यो बिहान भइहाल्यो तब बाबाहरू आउनुभयो अनि छेउछाउको पनि छिमेकीहरू आए, किनभने धेरै जोडले हाम्रो राजन चिलाइरहेको थियो। यति जोड चिलाइरहेको थियो, पुरा परेसानहरू, त्यसको छिमेकीहरू पनि पुरा परेसान भइहालेको थिए। आएर हेर्नुभयो। अब बाबा बस्नुभयो, थोरै मन्त्र उच्चारणहरू गर्नुभयो अनि त्यसलाई हेरेर भन्नुभयो, यसको भित्र यसको बुढीको आत्मा छ जो यसलाई लिएर जाने प्रयासमा छ। यसलाई इफ तिमीले बचाउन चाहन्छस् भने एउटा हवन गर्नुपर्छ। र यो यस्तो हवन होइन, यो भूत विनाशक हवन गर्नुपर्छ। यस्तै भूत विनाशक के नाम थियो त्यो हवनको, त्यो हवन गर्नुपर्छ अरे। त्यो हवन गर्नको लागि के यस्तो सामग्री चाहिँदैन। त्यो हवन गर्नको लागि सिन्दुर, सफेद तिलक, पीला तिलक, एउटा बकरी, एउटा मुर्गीको मुन्डी, एउटा छिप्कलीको मुन्डी, एउटा साँपको मुन्डी र 4वटा धामको गङ्गाजल, जुन 4जना गएर 4जना सँगै लिएर आउँछन्। 4जना, एउटा यो साइड, मतलब 4 दिशाबाट त्यो गङ्गाजल आउनु चाहियो। र सबभन्दा इम्पोर्टेन्ट कुरा, एक दिन अगाडि मृत व्यक्तिको शरीर र एउटा 4वटा मुखवाला चौराहा, अनि जसको 4वटा दिशा हुन्छ, चारैतर्फबाट जुन क्रस भएकोवाला हुन्छ नि, अगाडि पछाडि दायाँ बायाँ सबै ठाउँबाट क्रस भएको हुन्छ, त्यस्तो ठाउँ यहाँ यो हवन हुन्छ, यहाँ यो पूजा हुन्छ, अनि मात्र यो ठिक हुन सक्छ। नत्र भाइ केही ग्यारेन्टी छैन यो ठिक हुन सक्छ सक्दैन, मर्छ भाग्छ।